ल सम्पूर्णमा नमस्कार सेवा रोजैमा टो म अर्जुन हाङ्रे हाम्रो श्रम संस्कृति पार्टी फिदिम 14 युवराज टोलको अध्यक्ष मन कुमार राईज्यू भेटिरहेको छु। नमस्कार हजुर। सेवा नमस्कार मनैबाट माया पनि। आज श्रमदान कहाँ भइरहेको छ भनिदिनुहोस् न। आजको श्रमदान चाहिँ हाम्रो डुङ्ग्रुपा 14 गुरासेबाट चाहिँ विखेसम्मको मैले निर्णय गरेर चाहिँ सबैले यतातिरको हामी जय माटो जय श्रम भन्ने एउटा अभियानमा चाहिँ श्रम गरेर चाहिँ हामी यो विखेसम्म जाने बाटो यो भोलिको दिनमा एकजना हिँड्दाखेरि बाघ भालु पनि बस्न सक्छ। त्यसै कारणले गर्दाखेरि हामीले चाहिँ यो फाँड्नुपर्छ भन्ने अभियान निर्णय गरेर चाहिँ हामी फाडिरहेका छौँ। एकछिन पर्खिनु न, एकछिन थोरै। श्रमदान त शनिबार गर्छ, तपाईँहरूको त आज आइतबार हो। आइतबार भइरहेको रहेछ, के कारणले होला? यो कारण धेरै छ। शनिबार पनि छुट्टी नै हो, छुट्टी त, तर शनिबार अब धेरै अब अहिलेको अवस्थामा धर्म अब मान्नेहरू धेरै पनि छौँ हामी धेरैजना। त्यही कारणले गर्दाखेरि आइतबार सबैले भ्याउने अवस्था भएर चाहिँ आइतबारको दिन चाहिँ हामीले सबै सर्वसम्मतिले चाहिँ हामीले चाहिँ पारित गरेर चाहिँ आइतबार प्रत्येक हप्ताको आइतबार चाहिँ श्रम गरौँ भनेर चाहिँ मैले निर्णय गरेँ। हामी सबैले निर्णय गरेर चाहिँ श्रम गर्छौँ। हामी चाहिँ यो डुङ्ग्रुपा 14 युवराज टोलले चाहिँ भन्नु श्रमदानले देश बन्छ त भन्ने प्रश्न गर्ने साथीहरूले के भन्न चाहनुहुन्छ? श्रम गर्ने देश बन्छ त भन्ने खालको साथीहरूलाई किन बनिँदैन? अब भोलिको दिनमा हामीले जे पनि गर्दै यति धेरै अब श्रम गर्ने मान्छेहरूले चाहिँ हामीले सबै श्रमबाटै गर्नुपर्ने हो त। ल ठुलो योजनाहरू आउँछ त्यो पनि अब श्रम अब नगरी त हुँदैन नि। यो मिसिनहरू भयो, मिसिन पनि श्रममै भन्नुपर्छ। एक खालको बजेटबाट छुटिएको हुन्छ। हामीले श्रम नगरी कहाँ हुन्छ र? यो कुनै अब विरोधी पार्टीहरू भन्छ, त्यस्तो पार्टीहरूले अब श्रम गरेर ढुङ्गा बोकेर चाहिँ भन्ने खालको विरोध पनि गरिरहेको छन्। तर त्यस्तो विरोध गर्न होइन, हामी सबै मिलेर श्रम गर्नु थाल्यौँ भने हाम्रो नेपालमा के नभएको नहुने कुरा त छ र? सबै हुने कुरै छ। श्रमबाट सबै विकास ल्याउन सकिन्छ, गर्न सकिन्छ। आफ्नो आफ्नो टोलमा सबै आफ्नो आफ्नो टोलमा नेपालभरि चाहिँ टोल क्षेत्रमा चाहिँ यसरी सबै अब खट्न थालियो र गर्न थाल्यो भने सबै विकास गर्न सकिन्छ त। एक ठाउँमा चाहिँ एक टोलले मात्रै गरियो भने त कहाँ विकास त हुन्छ? सबैको मन सफा रहनु पर्यो, गर्नुपर्छ भन्ने खालको धारणा गर्नुपर्छ। हस् त, धन्यवाद हजुर।